गुड मर्निङ तपाईहरुले नमस्ते छ। आज तपाईहरुको लागि म एउटा सर्ट भिडियो लिएर आएको छु। हामी ड्युटीमा छु। म तपाईहरुले देखाउन जाँदै छु हामी वैक्सिङ कसरी गर्छौं, लेगको हेयर कसरी रिमुभ गर्छौं। हेर्नुहोस् गाइस, म देखाउन जाँदै छु। क्लाइन्टले रिक्वेस्ट गर्नु भएको छ कि फेस म देखाउनु भनेर, त्यसैले म लेग मात्र देखाउन जाँदै छु हामी कसरी वैक्सिङ गर्छौं। हेर्नुहोस् गाइस, यहाँ बहिनीले चाहिँ गर्नु हुँदैछ। बहिनी हाई भनिदिनुहोस् न। हाई साइडमा के हेर्नुहोस् गाइस, यहाँ बहिनीले चाहिँ भन्नु हुँदैछ एकदम राम्रो गरी कसरी गर्नुपर्छ वैक्सिङ। बहिनी भनिदिनु होला। पहिला पाउडर एप्लाई गर्नुपर्छ अनि त्यहाँदेखि चाहिँ पातला एप्लाई गर्नुपर्छ। अलिक मोटा भयो भने चाहिँ पोल्छ के क्लाइन्टले, ध्यान से गर्नुपर्छ। अब हामी स्टिप जस्तो चप्पै गरेर चट्टै निकाल्नुपर्छ। अलिक स्किन टाइट पक्रिनुपर्छ, नभए दुख्छ क्या। स्किन चाहिँ टाइट पक्रिनुपर्छ गाइस। टाइट पक्रेन भने चाहिँ क्लाइन्टले पुरा पेन हुन्छ। हेर्नु सक्नुहुन्छ कति क्लिन लाग्दैछ। यहाँ कस्टमरको लेग टेन पनि रिमुभ हुन्छ वैक्स गरेपछि। स्किन जति डेड स्किन हुन्छ त्यो पनि रिमुभ हुन्छ। फाइनली खत्म भइसकेको छ सर्भिस क्लाइन्टको। लास्टमा चाहिँ रुमाल चाहिँ पानीमा मिडियम भिजाएर यस्तो पुस्नुपर्छ। हेर्नुहोस् गाइस, यहाँ बहिनीले मजा गरी पुस्नु हुँदैछ। हेर्नु सक्नुहुन्छ कति क्लिन लागेको छ क्लाइन्टको लेग। पुछिसकेपछि चाहिँ हामीहरू यो मोइस्चराइजर क्रिम चाहिँ एप्लाई गर्नुपर्छ। जेल लाउँदा पनि हुन्छ, फ्रुटको जेल भेटाउँछ, फ्रुटको जेल लगाउँदा पनि मिल्छ, यो मोइस्चराइजर क्रिम लगाउँदा पनि मिल्छ। लास्टमा चाहिँ यसरी गर्नुपर्छ। हल्का क्लाइन्टले चाहिँ मसाज गरिदिनुपर्छ गाइस, अलिकति रिल्याक्स लाग्नुको लागि। एकदमै स्किन चाहिँ स्मुथ हुन्छ मोइस्चराइजरसँग मसाज गरेपछि। बहिनीले चाहिँ भन्नु हुँदैछ गाइस, तपाईहरु अगर माराथली यहाँ मणिकलामा छ भने चाहिँ प्लिज हामीहरूको पार्लरमा वेलकम छ, डिस्काउन्ट दिनेछ। एकचोटि सर्भिस लिएर हेर्नुहोस् कस्तो लाग्छ तपाईहरुले। अगर राम्रो लाग्यो भने प्लिज वेलकम छ। आज तपाईहरुको लागि गाइस म यति नै छोटो भिडियो लिएर आएको छु। मेरो भिडियो मन पर्यो भने प्लिज के गर्नुपर्छ बहिनी? लाइक सब्स्क्राइबहरु गरिदिनु होला। आज चाहिँ यति नै हो। बाई बाई।